मैले के खुसीमा त्यो पिज्जा खाएँ होला त। हेलो एभ्रिवन, वेलकम ब्याक माई मिनी ब्लग। आजको ब्लगमा चाहिँ हामीहरू जाँदैछौँ रेस्टुरेन्ट। हामीहरू रेस्टुरेन्टमा गयौँ। रेस्टुरेन्ट चाहिँ बबाले थियो, जस यो चाहिँ डाम्रोभिट्टामा रहेको छ। हामीले 1000 रुपियाँमा के खायौँ त? पिज्जा, चाउमिन, मोमो, चिसो, आइसक्रिम सक्छौँ र यति खाना। हामीले सुरुमा ट्राई गरेको चाउमिन चाहिँ मिठै थियो अनि हामीले खायौँ। मोमो पनि मलाई मिठै लाग्यो। यहाँको सबैभन्दा राम्रो टेस्ट मलाई मोमो लाग्यो। फर्स्ट टाइम पिज्जा खाएर होला त्यति धेरै मलाई मिठो पनि लागेको थियो पिज्जा चाहिँ। त्यही पनि मोमो त्यो ओभर मिठो थियो। यहाँको चिकन मोमो अर्डर गरेको छौँ 2 प्लेट, हामीले 1 प्लेट खायौँ। अनि हामीले खायौँ आइसक्रिम। सबैजना चेस गरेर हामीले खाएको चिसो स्प्राइट। अनि मैले खाइदिएँ मोमो। मोमो चाहिँ मलाई ओभर मिठो लागेर मैले चाहिँ मोमो खाएको मुखमा भिडियो बनाइदिएर थिएँ। थ्याङ्क यू फर वाचिङ।